Hi everyone, welcome back to my channel. So आजको भ्लगमा चाहिँ के हुन्छ भनेपछि हेर्दै जानु गाइज अनि थाहा हुन्छ. So let's go. आज चाहिँ हाम्रो आई चेकअप पनि हो अनि मेरो 90 days of interact challenge पनि हो. So let's go. गाइज अनि कस्तो चिसो हो यता अनि म मफलर नै ल्याउन बिर्से हाम्रो घाँटी गयो. सो केही छैन गाइज त्यही नि अब हेर्दै जानु के हुन्छ भनेर. अहिले चाहिँ अब म बसमा चढ्छु अनि पछि चाहिँ कलेज जान्छ अनि फुटबल खेल्छु अनि पछि हाम्रो पढाइ स्टार्ट हुन्छ. सो लेट्स गो गाइज. यस्तो बिहान बिहान जानु पर्दैछ गाइज. कस्तो चिसो हो त्यही माथि जान्छौँ केही छैन गाइज. गाइज आज म फुटबल खेल्छु. म त फुटबल खेल्छु कि अनि पछि अब फेरि एकचोटि खेल्छु अनि पछि हाम्रो आई चेकअप हुन्छ अनि हामी आई चेक गर्न जान्छौँ अनि पछि फेरि हामी भोलिन्टियर पनि गर्छौँ गाइज. गाइज साथीहरू पनि आइसक्यो हेर यता. अब हाम्रो आई चेकअप हुन्छ. मेरो साथीले मलाई फेरि आज नि फुल ल्याइदिएको भनी पनि को रहा मलाई केटी नम्बर बाइसेक्सुअल समस्या हो क्या. अब चाहिँ हामी आँखा चेक गर्न आँटेको गाइस. आँखा चेक गर्न भनेर साथी मेरो त फर्म बुझाउनु पर्ने यार डकुमेन्ट गाइस. मैले फुल पाएँ अनि पछि अहिले चाहिँ अब यता गेम भइरहेको म चाहिँ काउन्टमा छु. अब हामी खेल्न पाउँछौँ गाईहरूमा चाहिँ गाइस. काउन्ट नै हो. गर्दिनँ भन के हो. गाइस मेरो साथ चाहिँ फुटबल खेल्दै थिएँ अनि मलाई भ्लग बनाइदिनु भन्दै थिएँ. फुटबल खेल्न आएँ. यिनीहरू छिट्टै आएर पढ्छु भनेको अस्ति दिन सिरियसली अबदेखि फुटबल खेल्दिनँ भनेको र पनि फुटबल खेल्दै थिएँ. मलाई फुटबल खेल्न आउँदैन त्यही भएर म यता बसिरहेको छु. यस्तो मेसेज पढ्दै उड्दै कल मिलाउँदै त्यहाँ हाम्रो साथीहरू छ फुटबलमा अब मक्कै चाहिँ. कति मजाले खेलेको हेर. मलाई पनि खेल्न आएको भए खेल्थेँ कि तर मलाई खेल्न आउँदैन त्यही भएर म खेल्दिनँ. हानेर मार्छन् होला मलाई चाहिँ मेरी. हेलो साथीहरू नमस्ते. बल हान्दा छ होइन यो केटा छ भने मस्किने केटी झार्दो फुल त्यहाँ आउनु भ्लग भएर यो उचित बाइसेक्सुअल रे फुल लिएर खायो उसले चाहिँ सृष्टिलाई फुल लिएर खायो. उनीहरूको जेन्डरमा डाउट लाग्छ गाई. मन परेको फुल सुके पनि रसिएको होइन. ओ डाइरेक्ट उयो गर्नु मिल्दैन यहाँ ब्याक क्यामेरा उसको भिडियो बनाइदिनु क्या आफूले बोलेर. अम्करा मेसी चिकम चबरी हान्दा छ. बल यता पुयो आमा सृष्टि आमा के हो मजा आएन भगवान. सृष्टि पोखरा 07 अन द स्ट्राइक 07 त्यही छ त. अनि इन्स्टामा नामे बल खुट्टामा घुमाइयो. सृष्टिले बलको अगाडि बढ्यो. सृष्टिले बललाई छोडिदियो. छुनी हिम्मतै गरेन. त्यस्तो गोरो मान्छे भएर नि त्यो क्यामेरामा कालो देखिरहेको उसलाई त देखाएको छैन. देखायो तन्किने यो चाहिँ ए धिरो दोस्त ऊ सृष्टि दायाँ बायाँ पिङ खेले यसरी यता उता. थर्ड सेमिस्टरको दाइको खुट्टामा बल बलबाट बाहिर गयो खुट्टा. अर्को चस्मावाला दाई आयो. बाई धीरेन्द्र पछि दाई अघि ल बललाई छऱ्यो. दुईजना अङ्गालो मारेर राख्यो. ओ या दाईको खुट्टाको भित्रबाट गयो बल. तन्क्यो सृष्टिले बललाई छुवाएको 2 मिनट हुन लागिसक्यो. अहिलेसम्म बलको वरिपरि पुगेन. काम भनेको ग्राउन्डमा बसेर चिकम्छ भन्ने मात्रै. खुट्टा आयो
बलको भ्लग बनाउने उसको भ्लग बनाउने हो होइन उसको र उसले बल खेलेको क्या ओए बल्ल खुट्टामा आयो बल फाइनली आफ्टर अ डिकेट ला ओए उस तन्कन खोज्यो तान्न त खोरी मरिले के गर्नु ओ शिट एक्सप्रेसन हेर न एक्सप्रेसन हमको क्या है ओए छोए बल यार मुडमा आयो त्यहाँ बल हेर न आयो आयो ओए छोयो ओए ला डोन्ट बी स्याड गड गिभ्स यु 2 चान्स चुइगमको मजा लिँदै चिगमको मजा लिएर बस तिमी बल खेल्न छोडा नेपालको सवित्र भण्डारी सगरमाथाको हस् फेरि तिम्रो पनि हाल त्यस्तै हुन्छ बल एकतिर मान्छे एकतिर शेट धीरे जसले टाइप त हाने तर मिलेन गाइज त्यहाँ अर्जेन्टिनाको हेर्नु है हाम्रो स्ट्राइकर डिफेन्डिङ गर्ने खोजिरहन् तर अलि खुट्टामा बल आइपुगेन अहिलेसम्म धेरै भयो हिँडी मात्रै रहन् अघिदेखि मेसी यसरी खुट्टामा बल अलि आइपुगेन प्रेसिङ गरिरहन् तर डराइरहन् अलिकति प्रेसिङमा खुट्टामा बल आइपुग्यो खुसी हुनुहुन्छ चिगम चाहिँ बाहिर मात्रै बसिरहेको खुट्टामा बल आइपुग्यो खुट्टामा बल छोयो कि खुसी हुन्छन् अब खै यस्तो चान्स यो हाफ कोर्ट भन्दा यो यतातिर आइपुगे छैन मान्छे कि उता नि पुगे छैन त्यही बबल गम हो कि चुइङ कुद्यो बल छोयो अरू भ्लगरले कति मिनट भयो खेलेको अलि धेरै भयो अब लास्ट आउटतिर पुग्नुपर्छ अब यसपछि सेकेन्ड लास्ट आउट हो यो खुट्टामा बल अब स्किल्स नाइस वान फेरि बल छुन पाएको खुसी हुँदै विकासले फोन गर्यो मिठो कटाउन भएको छ पास राम्रो प्रयास ल मेरो भ्लग सक्यो गाइज ल हाम्रो योगा क्लास सक्यो अनि यो पछि जब हाम्रो आई चेकअप हुन्छ अहिले ब्रेकमा चाहिँ म नोट बनाउँछु अनि पछि चाहिँ हामी आई चेकअप गराउन जान्छौँ गाइस त्यही नै हो गाइस हामी चाहिँ अब आई चेकअप पनि गराउँछौँ अनि हेयर चेकअप पनि गराउँछौँ के हुन्छ हेर्नु त गाइस के भन्नु छ गाइस रोसा यो मान्छेले मलाई बोलाएन गाइस एक्लै आयो एउटा मान्छे ओइ रोसा तिमी किन एक्लै आएको यस्तो पनि हुन्छ गाइस हाम्रो कलेजमा आउनुहरूलाई पछि गाइस यता यत्रो लाइन पनि छ हाम्रो अब आई चेकअप हुन्छ गाइस अब हामी आई चेकअप गराउँछ दीपकर्ता पकड़ना मोबाइल गाइस मैले आई चेकअप पनि गराएँ खतरा क्लियर रे के गाइस अब म आइडी कार्ड बनाउन जान्छु आइडी कार्ड बनाउँछ अनि पछि चाहिँ म
अनि म भोलि गर्छु अनि त्यो बस स्टेसनमा बस्छु रोके चिकन खान्छु यो गाइस यति भएको छ लौडा सुन नानी म गाडीमा आउँछु हिँडेर आउँछु घरबाट 5 बजे उठ्छु ट्रेन काट्नु हिँडेर आउँछु तिमीलाई म कति 2 घन्टा पुऱ्याइन्छु मलिकुल त्यतिमा मात्रै छु म ल 2 घन्टामा मजाले पुऱ्याइन्छु म मलाई कि तेल हाल्नु चाहिँ सर्भिसिङ गराउनु पर्यो गाइस अब उता जानुपर्छ त्यति भएर पुऱ्याइन्छु त्यति त स्पिड फेरि यस्तो गाइस हामी टेम्पोरेरी आइडी कार्ड बनाउन आएको म र मेरो साथी है गाइस अनि पछि हाम्रो अब जियो टुरिज्ममा फेरि ब्लग बनाउँछु यति धेरै गाइस मैले टेम्पोरेरी कार्ड पनि बनाएँ अब चाहिँ हामी क्लासमा जान्छौँ होइन होइन म चाहिँ उता जान्छु त्यो क्लासमा जान्छ सो त्यही नै गाइस हेर्दै जानु अब के हुन्छ भनेर होइन नि म ल्याउँदै ल्याइन कसै गाइस हामी चाहिँ अब यता बसेर लेख्दैछौँ शिक्षणको काम गर्दैछौँ गाइस मैले अघि भर्खर खाजा खाँदै फेरि अहिले पनि खाएँ अहिले चाहिँ साथीहरूसँग गाइस अब चाहिँ हाम्रो केमिस्ट्री ल्याब अनि हामी छिटो जान्छौँ अब अहिले सो साथी के गर्नु के भन्नु लाग्यो गाइस हामी अहिले चाहिँ केमिस्ट्री ल्याबमा छौँ अब म मेरो केमिस्ट्री ल्याबको मेरो ठाउँ पनि देखाउँछु यो चाहिँ मेरो केमिस्ट्री ल्याबको ठाउँ हो गाइस यो चाहिँ अनि मेरो केमिस्ट्री पार्टनर चाहिँ ऊ त्यहाँ त्यो मान्छे अनि सर चाहिँ हाम्रो म्याम नै आउनु भएन अनि चाहिँ अब चाहिँ हामी एकछिन पछि बनाउँछौँ अनि यता चाहिँ सबिना छ ऊ चाहिँ मेरो साथी क्यामेरा चाहिँ उसलाई म देखाउँदिनँ के भन्नु पनि भ्लग बनाउँदैछ होइन अनि ऊ पनि भ्लग बनाउँदैछ गाइस यताबाट कस्तो राम्रो भ्यू पनि आउँछ साइडबाट गाइस हेर्नुहोस् गाइस यस्तो भ्यू आउँछ यताबाट हेर गाइस यता पनि आइ गर इग्नोर गरे गाइस यिनीहरूले मलाई नाइस है मेरो ल्याब पार्टनर हो क्या अब एकछिन पछि बनाउँछु गाई अब गाई म्याम आएपछि अब चाहिँ गाइस हामी चाहिँ ट्राइटेसन गर्दैछौँ अहिले यस्तो भयो हाम्रो 5मा आउँछ नि त होइन उनीहरूको राइट छ भन्ने के छ हाम्रो राइटमा 5 यतिको पोजिटिभ मान्छे ब्लड ग्रुप के हो ब्लड ग्रुप के हो पोजिटिभ साथी ग्रुप मिल्यो कि मेरो नि प्लस चाहिँ एउटा मात्रै मिल्ने के प्लस आउने अरू केही पनि आउँदैन भयो त फेरि रसेर निकाल्यो पाल्नुपर्छ होला नि पाल्नु खान्छ नि किन बन्द भयो भन्दै गर्यो फेरि तताउनु पर्छ होइन फेरि हाल्नु पर्यो अब भयो यसो चाहिँ भ्लग गर्नु पर्छ कि सोल्टी अति नगर त्यहाँ
सबभन्दा छिटो लाग्ने मान्छे सबैको फोनमा चाहिँ साथी मेरो साथीले 5 दिनमै मेरो साथीले 1 दिन बनायो टिकटमा भएर थियो ह्याकिङ हाल्नु के भएको थियो टिकटले ह्याकिङ हाल्दियो सबै टिकट बनाउनु मोबाइल ल्याउँदा मोबाइल मेरो भने पैसा मैले सोल्टी हेर्दा धेरै भयो कति आयो 5 तिर होइन किधर उधर जीवन धेरै तातेछ त्यो पनि तल आयो धेरै तातेपछि तल बन्द गर्दा गर्दै छाट्टै तल आयो 5.2 आयो टेस्टमा हाल्दैन गर्ने साथी हाल्यो के हाल्यो यो पाइछ यो हालेर लाग्नु पर्दैन त्यो अब म गर्छु गाइस अब म चाहिँ चाहिएको सिधै हाले नपताइकन उसैले भन्नु त क्यानामा
कोटीकोमा हाल्नु उसकोमा हाल्नु कि उसकोमा हाल्नु बताउनु यसलाई पाइटर रातो कलर टी-शर्ट धेरै भेट्नु नहाल्ने अनि बिहा हामीले पुलमा लग्छ नि मैले सिकेको थिएँ त्यो हाम्रोतिर यही हो साथी 5 मिनेटले एसिडको पिस 5 मिनेटकै हाल्ने त्यो जुत्ता बन्द गर्दा ओ ए होला त्यो लेबर भएन होला 5 मिनेट हाल्ने चाहिँ हो मेरो 5 मिनेट स्टिलबाट लामा त गर्नु त गर्न मुखले फुटियो You are extraordinary. स्टेप टु गर्नु काहीँ छिटो हेर त के त गाइस सक्यो हामी स्टेपमा यस्तो ल्याउनु होइन नानी बाबुहरू यो चाहिँ यताबाट 10 ml यसमा राख अनि म फेरि त्यो ल्याउँछु 10 ml यसमा राख पानी राख्ने काम तानेर यसमा राख्ने पानीहरू के त्यो भएर राख्ने सुसक्यो
पोनिकल फ्ल्याट सफा गरेर खाने साथी त हजुर हाल न किन निकाल पिपेट निकाल पहिला म गर्छु नि सफा गरे हजुर सफा त गरे यसले चाहिँ भयो गाइस के गर्ने अब यो टाइटल गर्ने तल गएर टाँसिरहेको पर्फेक्ट सृष्टि भएको तल गएर टाँसियो त हो यो त कलर रंग इसने भी रंग बदल दिया कतिमा आयो गाइस म चाहिँ बस स्टप पुगिसक्यो अब चाहिँ गाडी चढेर स्टप भाइ ए भयो के गाइस अब चाहिँ हामी म चढेर जान्छु त्यतातिर अनि यो के भन्छ अरे रोसाले एउटा डियर दिने हामीले अब डियर दिन्छ भने अङ्कल हात मिलाउँछु अङ्कल हात मिलाउँछु छिटो छिटो हात मिलाउ ऊ त्यो भाग्यो अङ्कल किन दौडिरहनु भएको अङ्कल हात भयो हाँसेर जानु त केटेर Sorry.